यहाँहरुलाई जय मसी तपाईहरुलाई स्वागत छ हाम्रो आराधना.com मा। आज तपाईहरुको माझमा मैले जसै तिम्रो आराधना गर्छु भन्ने भजनको ट्युटोरियल भिडियो ल्याएर उपस्थिति भएको छु। आशा छ यो भिडियो मार्फत तपाईहरुले केही कुरो सिक्नु हुनेछ। अनि तपाईहरुलाई यो भिडियोमा लानु भन्दा अगाडि यो मेरो गिटारको विषयमा भन्न चाहन्छु। यो मेरो गिटार स्ट्यान्डर्ड ट्युनमा सेटअप गरिएको छ अनि यो गानाको स्ट्रमिङहरु स्विङमा रहेको छ। तपाईले यसरी हेर्न सक्नुहुन्छ। हुन्छ म तपाईहरुलाई यो गानामा डोराउन चाहन्छु। अनि यो गानामा डोराउनु भन्दा अगाडि म यो गानाको कर्ड्सहरु तपाईहरुलाई भन्न चाहन्छु। यो गानामा कर्ड्सहरु यस प्रकारको रहेको छ। जी मेजर, ई माइनर, सी मेजर अनि डी रहेको छ। अनि यो चारवटा कर्ड्सहरु खेलेको छ यो गानामा। अनि तपाईहरुलाई म यो गानामा डोराउन चाहन्छु। यो गाना यस्तो यो प्रकारले प्ले गरेको छ। तपाईले जी देखि सिधै ई मा लान सक्नुहुन्छ। यो गाना ई देखि छ, ई माइनर देखि छ। सुरुवात जसै तिम्रो आराधना गर्छु, जसै भन्नेमा ई माइनर, जसै तिम्रो भनेमा ई माइनर, आराधना भनेमा सी मेजर, आराधना गर्छु भनेमा जी मेजर गर्छु। तिम्रो महिमित भनेमा ई माइनर, तिम्रो महिमित, मुहारलाई भनेमा सी मेजर, मुहारलाई हेर्छु, मुहारलाई भनेमा सी मेजर, हेर्छु भनेमा डी मेजर अनि जी छ। तिम्रो उपस्थिति भित्र, तिम्रो उपस्थिति भनेमा सी मेजर, तिम्रो उपस्थिति भनेमा सी मेजर, भित्र भनेमा ए माइनर, भित्र जब पशु भनेमा डी मेजर अनि जी मेजर खेलेको छ। तिम्रो प्रेमको भनेमा सी मेजर, अनुभव भनेमा ए माइनर अनि गर्छु भनेमा जी मेजर छ। लागेका ती चोट गाड्दैको, लागेको भन्नेमा सी मेजर, चोटमा ए माइनर र घात हृदयको भन्नेमा डी मेजर अनि जी मेजर रहेको छ। लागेका ती चोट गाड्दैको, निको भनेमा सी मेजर, नि भनेमा सी मेजर, को भनेमा ई माइनर, छ भनेमा जी मेजर आउँछ। अनि आत्मा र शरीरको, आत्मा र भन्नेमा सी मेजर, शरीरको भनेमा ए माइनर, रो डी मेजर, आत्मा र शरीरको रोग भन्दा तपाईले रोग भनेर डी मेजर खेल्न सक्नुहुन्छ। भनेमा सी मेजर, को भनेमा डी मेजर अनि हुन्छ भनेमा जी मेजर। अनि यही नै कर्ड्सहरु रहेको छ यो गानामा। अनि तपाईहरुले स्टिल तपाईहरुलाई यो गानामा कन्फ्युज भइरहेको छ कुन कर्डहरु खेलेको छ भन्ने भयो भने तपाईहरुले हाम्रो आराधना.com मा गएर यो गानाहरु भेटाउन सक्नुहुन्छ। अनि तपाईहरुलाई यो भिडियो मार्फत आज तपाईहरुले केही कुरो सिक्नु भयो भने लाग्छ भने तपाईहरुले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। अनि तपाईहरुसँग केही कमेन्ट्सहरु स्टिल लागिरहेको छ भने तपाईहरुले तल गएर हामीलाई तपाईहरुको कमेन्ट्स लिभ गर्न सक्नुहुन्छ। हुन्छ यहाँहरुलाई जय मसी।